हेलो गाइस, सबैजनालाई नमस्ते। आज चाहिँ मर्सिनी गाउँपालिकामा असारको 10 गते खेलाडीहरूलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम रहेको थियो हैन। अनि त्यसमा चाहिँ म पनि परेको थियो। अनि हामी सबैजना लगभग 25 जना थियो। 25 जनालाई केही रकम र खेलकुदको सामग्रीहरू वितरण गर्नुभएको थियो हैन। त्यतिकैमा यहाँ केटीहरू फेरि आफ्नै पारामा छ के स्न्याप लिनमा हतार छ उनीहरूलाई फेरि हैन। आजभोलि फेरि स्न्याप एकदम मनपर्छ नि त। मैले पनि आफ्नो देखाएँ, यो चाहिँ मेरो थियो हैन। त्यसपछि हामी सबैजना बाहिर ग्रुप फोटो लिनु भनेर बाहिर निस्कियौँ हैन। सबैजना यिनीहरू नै हुन् 25 जना खेलाडी मध्ये भाइ बहिनीहरू भनेको चाहिँ सबैजना दाइ दिदीहरू नै होला नि। मैले यसो नोटिस गरेको हैन, केटाहरू सबैले ब्लू पाइछ अनि केटीहरूले चाहिँ ब्ल्याक र पिङ्क पाइछ हैन। त्यसपछि हामीले ग्रुप फोटो लियौँ। त्यसपछि केटीहरू त्यही त हो नि हैन, ब्याक ड्याङ 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 ठकाउँदै है देखाएँ। यो थोरै मैले देखाएँ हाम्रो मर्सिनी गाउँपालिकाको भवन, नयाँ भवन बनेको छ। त्यसपछि मैले हैन यहाँ ब्याग खोलेर केटीहरूको हेर्न थालेँ कि फुटबलमा छनौट भएको भएर चाहिँ फुटबल सुज पाएको थियो। अनि त्यतिमा भाइले चाहिँ ढोक गरे त्यो जुत्तालाई। त्यसपछि मैले पालै सबैलाई ब्याग खोल्न लगाएँ हैन। यहाँ चाहिँ जुत्ता नाप्दैछ कि अलिकति साइज चाहिँ तलमाथि भएछ, अलिकति साइज चाहिँ नमिलेछ हैन। अनि हेर्न यो चाहिँ मलाई परेको हो, मेरो ब्ल्याक स्पोर्ट सुज अनि जर्सी छ अनि ट्र्याक छ हैन। यो चाहिँ जर्सी हो, मर्सिनी गाउँपालिका लेखेको छ। यो जुत्ता भयो स्पोर्ट सुज, यो जागे मैले चाहिँ देखाउन थालेँ हैन। अनि मोजा नि थियो अनि ट्र्याक पनि थियो। मैले ट्र्याक पनि खोल्न लगाएँ हैन। कस्तो छ देखाउँछु हजुरहरूलाई। यो चाहिँ ट्र्याक हो, मर्सिनी गाउँपालिकाको। खेल खेल्नलाई लाउन चाहिँ सजिलो हुन्छ। अनि म चाहिँ पैसा पाएर एकदम मक्ख भयो कि फेरि खुसीले हैन। म हेर्न थालेँ कति रहेछ भनेर एकदम एक्साइटेड भएर हैन खोल्न थालेँ। त्यसपछि वाउ भन्दै छाम्दा त थोरै थियो, तर हेर्दा त खोलेर हेर्दा त धेरै रहेछ हैन। गर्न थालेँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20। ओहो 20 भनेको 10,000 पछि वा पैसा भन्दै पुरा हावा गरिरहेको थिएँ। पैसाले हावा दिँदै देखाउँदै थिएँ सबैजनालाई पैसा पैसा भनेर। मक्ख भयो कि म चाहिँ ओहो पैसा भने। मेरो तर्फबाट र सबैजना खेलाडीबाट धन्यवाद भन्दै, हाम्रो गाउँपालिका धन्यवाद भन्दै हामी चाहिँ फर्किए बेसर नै। मजाले बेसर बस्नु ल। त्यही भएर बाई बाई गाइस।